नमस्ते। आज म आयुर्वेद अनुसार शरीरका 3 दोष वात, पित्त र कफको बारेमा बताउन चाहन्छु। आयुर्वेद अनुसार मानव शरीरमा 5 महाभूतबाट बनेको हुन्छ। पृथ्वी, जल, अग्नि, वायु र आकाश। यी महाभूतहरूको संयोजनबाट वात, पित्त र कफ दोष बन्ने गर्दछ। सबैभन्दा पहिले हामी कुरा गर्नेछौँ वातको बारेमा। यो भिडियोमा हामी वातको बारेमा कुरा गर्नेछौँ। वात दोष वायु र आकाश तत्त्वबाट बनेको हुन्छ। मिन्स टु मुभ। यसले शरीरको गतिशीलता नियन्त्रण गर्दछ। वात दोषको मुख्य कामहरू के हुन्, मुख्य कार्यहरू के हुन् त? सास फेर्न सहयोग गर्नु, रक्त सञ्चार गर्नु, नसा तथा मांसपेशी चलाउनु, बोल्ने र अब हामी कुरा गर्नेछौँ साइन अफ वात इम्ब्यालेन्स। अब वात इम्ब्यालेन्सहरू के हुन्छ? जोर्नी दुखाइ, कब्जियत, अनिन्द्रा, डर तथा बेचैनी, थकावट, लोअर ब्याक पेनहरू। वात दोष भएको मानिसले के कुरामा ध्यान दिनुपर्छ त? मेन्टेनेन्स, रेगुलर स्लिप, फुड एन्ड एक्टिभिटी सेड्युलमा है। त्यसपछि फुडमा चाहिँ वार्म, ओइली, मोइस्ट एन्ड नरम फुडहरू खाने होइन। फेभर स्विट, सोर, सल्टी टेस्ट, अभोइड कोल्ड, ड्राई र फुडहरू खाने होइन। त्यसपछि ओइल मसाज, अभ्यङ्गा भन्छ, अभ्यङ्गा ओइल मसाज, डेली वार ओइल मसाज गर्नुपर्छ। र योगा, प्राणायामहरू, यो हाम्रो जेन्टली योगाहरू गर्ने डेली रुटिनमा चाहिँ हाम्रो सेड्युलमा राख्नुपर्ने हुन्छ। यो भिडियो इन्फर्मेटिभ लागेमा लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। र हाम्रो नेक्स्ट पार्टमा अर्को दोषको बारेमा हामीले भिडियो ल्याउनेछौँ। थ्याङ्क यू एन्ड थ्याङ्क यू दिस वाचिङ भिडियो।